नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको राइट सेयरको बुक क्लोजको बारेमा, छ्याङदी हाइड्रो पावरले हाल निष्कासन गरिरहेको राइट सेयरको बारेमा र प्रभु क्यापिटलले हाल निष्कासन गरिरहेको एसआइपी वा सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको बारेमा छलफल गर्नेछौँ यो भिडियोमा। त्यसैले सुरुबाट अन्तिमसम्म चाहिँ हेर्नु होला। सुरुमा कुरा गरौँ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको। यस कम्पनीले 40% राइट सेयर निष्कासन गर्न आँटेको, अर्थात् 10:4 को रेसियोमा। यदि तपाईसँग यो कम्पनीको 10 किता छ भने अर्को 4 किता चाहिँ राइट सेयरमा आवेदन दिन पाउनुहुनेछ। कम्पनीको हाल रहेको पेड अफ क्यापिटल 1 अर्ब 64 करोड रुपियाँको 10%ले हुन आउने 1 किताको 100 रुपियाँको दरले 65,76,967 किता बराबरको सेयर राइट सेयरको माध्यमबाट निष्कासन गर्ने भएको छ र यसको लागि बुक क्लोज डेट जेठको 30 गते तोकेको छ, अर्थात् जेठको 29 गतेसम्म कायम रहेको सेयर धनीले मात्र यो कम्पनीको अब आउने राइट सेयरमा आवेदन दिन पाउनेछन्। अब कुरा गरौँ छ्याङदी हाइड्रो पावर लिमिटेडले अहिलेलाई निष्कासन गरिरहेको राइट सेयरको बारेमा। यो कम्पनीको राइट सेयरमा जेठको 23 गतेदेखि असारको 12 गतेसम्म सजिलैसँग आवेदन दिन सकिनेछ मेरो सेयर एपबाट। कम्पनीले 100% राइट सेयर निष्कासन गरेको छ र राइट सेयरको माध्यमबाट 38,69,775 किता बराबरको सेयर निष्कासन भइरहेको छ। यस कम्पनीको राइट सेयरमा आवेदन दिनको लागि कम्पनीले जेठको 2 गते बुक क्लोज डेट राखेको थियो। त्यसैले जेठको 1 गतेसम्म कायम रहेको सेयर धनीले मात्र यो कम्पनीको राइट सेयरमा आवेदन दिन पाउनेछन्। अझ धेरै डिटेलमा तपाईलाई बुझ्न मन छ भने ग्लोबल आइएमएफ क्यापिटलको वेबसाइटमा गएर पनि तपाईले हेर्न सक्नुहुनेछ। अब कुरा गर्नेछौँ प्रभु क्यापिटलले निष्कासन गर्न गइरहेको एसआइपी अर्थात् प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको बारेमा। यो एउटा ओपन एन्डेड म्युचुअल फन्ड रहेको छ। यो एसआइपी मा जेठको 23 गतेदेखि जेठको 27 गतेसम्म आवेदन दिन सकिनेछ। अन्तिम मितिसम्म पनि सबै सब्स्क्राइब नभएमा ढिलोमा असारको 6 गतेसम्म आवेदन दिन सकिनेछ। मिनिमम अप्लाई गर्दा 100 किता अप्लाई गर्नुपर्नेछ भने म्याक्सिमम अप्लाई गर्दा 31 लाख कितासम्म अप्लाई गर्न सकिनेछ। प्रभु क्यापिटलले सर्वसाधारण जनताको लागि 2 करोड 50 लाख किता बराबरको सेयर निष्कासन गरिरहेको छ भने 1 किताको मूल्य 10 रुपियाँ मात्र पर्नेछ। हामीले आजको यस भिडियोमा नेपाल इन्स्योरेन्स कम्पनीको राइट सेयरको बुक क्लोज डेटको बारेमा, छ्याङदी हाइड्रो पावर लिमिटेडको राइट सेयरको बारेमा र प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको बारेमा छलफल गर्यौं। तपाईले यो भिडियोको माध्यमबाट पक्कै केही न केही नयाँ कुरा थाहा पाउनु भयो होला। अहिलेसम्म भिडियो हेरेर साथ दिनु भएकोमा थ्यांक यू सो मच।